You're a big guy now! I finally get to do what every little guy dreams of doing. You don't mean... Ride the big guy roller coaster. Congratulations. Stop playing with them, Riot. Hello guys, welcome back to our channel. Thank you for watching. भाई ये तो शुरू होते ही खत्म हो गया यार. See you tomorrow. Bye-bye. Peace out. आज चाहिँ हाम्रो गेमको रुल सिम्पल छ हैन. नयाँ गेममा छौँ हामी. यस, आज हामी नयाँ गेम लिएर आछौँ. अब कति खेल्नु रक पेपर हैन, जस्ट के अरे जोक्स अपार्ट. आज चाहिँ हामी नयाँ गेम लिएर आएको छौँ. हाम्रो गेमको रुल चाहिँ सिम्पल छ हैन. हामी तिनैजनाले चाहिँ एउटा नम्बर भन्छौँ. 1 to 5 भित्रको एउटा नम्बर भन्छौँ र त्यो सम भन्ने. अनि त्यो सम जसले फास्ट रिप्लाई गर्यो, एन्सर जसको एन्सर चाहिँ फास्ट आयो त्यसले चाहिँ बाइट हान्नु पाउँछ हैन. करेक्ट एन्सर पनि चाहिन्छ त्यो पनि. यस, एक बाइट मात्र है. एक बाइट मात्र हान्नु पाउँछ. अनि त्यसपछि फेरि अर्को गेम सुरु हुन्छ हैन. सो अर्को राउन्ड. सो अब धेरै ऊ नगरिकन आई नट कन्ज्युम द टाइम. म दिपमाला महर्जन. म्याउ म्याउ. ट्याट्याउ. ओके, सुरु गरौँ है त. Men, don't forget to like, Subscribe. अनि सेयर पनि. अनि के कमेन्ट चाहिँ गर्नु. ओ यस, कमेन्ट भन्न बिर्सेँ होइन. त्यही कुरा चाहिँ कमेन्ट गरिदिनु न. ओ कमेन्ट भनेन भन्दै होइन. या आज पनि हामी चाहिँ क्लब स्यान्डविच लिएर आएको छौँ. दिस इज टु यमी होइन. यो हामीले जति खाए नि नपुगेर यही मात्र लिएर आइरहेछौँ होइन. इट्स टु यमी. ल लेट्स स्टार्ट. इफ यु वान्ट द रेसिपी हामी के भन्छ कमेन्ट गर्दा पनि हुन्छ ल. आई विल सो द रेसिपी. बनाउने बेलामा चाहिँ हामी अनि रेसिपी उसले दिन्छ रे. क्या दिएको त यार. ओए तिमीहरूलाई सिकाएको कसले? स्क्याम दिएन भने तिमीहरूलाई सिकाएको कसले? व्हाटएभर बनाएको त कसले? आज मेरो टाउको दुखेर मात्र तिमीहरूले बनाऊ कि नत्र त. कट प्लिज. ल यो काटेर फाल्दिउँ. काटेर कसरी हुन्छ? यसरी होला नि त काट्ने. यसरी हैन होला नि त. ओके, लेट्स स्टार्ट द गेम है त. 1 देखि 5 सम्मको नम्बर कि 1 देखि 10 1 सम्म. to 5 सम्म मात्र. धेरै दिमाग भनेपछि नचलाऊ. म्याक्सिमम 15 मात्र चाहिने भयो. ल 1 2 3 7 Four. 8. So sorry. आउटै आउटै गराउँदै गर्ने. 1 2 3 3 7 भयो हैन. म 3 3 1 गरेर छु. 1 बाइट. ओए 1 बाइट भने किन दुईटै समान न ल. समान छैन. दुईटा खान लाग्यो क्या. यसो राखेर खाइदिनु. त्यस्तो यसो साह्रो राखेर चाहिँ खाने नगर्नु क्या. ल. अलि त जाऊ न. 1 बाइटमा सकाउने काम चाहिँ नगर. ल गरौँ. ल गरौँ भनेर हामी यस्तो गर्नु सुरु भयो. ओके, 3 2 1. एकछिन. 1 ल रेडी ल 3 2 1 2 2 6 है खाइदिने अर्को बाइट पनि. अब यसबाट खाउँ अनि अब त्यो साइडको त को खान्छ माया? तै खाथ्यो. यो नसोनी खान पाउँदैन है. नयाँ रुल बन्यो. खपक नयाँ रुल बन्यो. नयाँ रुल. नो. यसको बिस्कुटको मात्र खाएर हुन्छ नि हुँदैन. त्यस्तो नभन्नु. हामी पनि यही खानु पर्ला. डजन्ट म्याटर. ओके, थोकाइसक्यो यार. ल तो कस्तो? 3 2 1 One. 4 2 सरी. काटको पाले बेर कहाँ भयो? आयो ल 3 2 1 One. 3 1 5 5 मैले भने 5 मैले भने. 2 भने हैन. मैले 5 भने. हैन तपाईले 2 भने हैन. 1 भने. फेरि एकछिन मैले 5 भनिसकेको थिएँ. मैले 5 भनिसकेको थिएँ. 2 भनेको सुनेर मैले 6 भनेको. हामी चाहिँ सँगै परेको ल. एकछिन खै. मैले 5 भनिसकेको थिएँ. एकैचोटि भएको क्या. हैन तर मैले 2 भनेको सुनेर 6 ल नेक्स्ट. ल 3 2 1 1 4 3 कचोटि भनेको ए कस्तो झेला गर्दिन भने है. मेरो दिमाग
मेरो दिमाग कहाँ गयो त्यहाँ छ अस्सु म त्यहाँ ऐना हेरेर छु कि अब शिट 1 2 3 ल 3 2 1 2 2 6 6 अहिले त मैले भने मैले फर्स्ट भने मैले भने मैले चाहिँ दाइले भने तपाईले लास्टमा भने फर्स्ट भने गाइस मैले फर्स्ट भने मैले फर्स्ट कमेन्ट गर्नु है ल फेरि गो अन ल 3 2 1 1 5 6 मैले 4 भने हो बिचको पानी पाउँदैन छौ यहाँबाट खान्छ क्या म त्यो खानु पहिला ए नाइ खाने क्या पकाउने तैँले त कस्तो गरेको के नागमणि निस्क्यो स्यान्डविच ल ओके सुकुरामै नकुर्ने हामी खान पाउँछ नकुर्ने हामी ल 3 2 1 1 ध्यान यहाँ हो ड्रामा पर ल 3 2 1 2 6 मैले भने अघि मैले भने भन्दा चाहिँ मानेन अनि अहिले तपाईले भने से जो टूटे कोई सपना ड्रामा ल 3 2 1 2 5 ब्रेडै मात्र बाँकी के अब छ बोलो खाना मन त खाना पनि 3 2 1 1 1 के बोले भाइ के बोले 5 भने 4 भने 5 भने 4 भने झेल्लै गरेर खाए क्या लास्टमा भनेको चिज त नमानिरहेको थियो त अघि त क्या पास खाइदिँदा कि त्यही भने ल्याप्पै हाल्दियो ल केही मिलाएको थिएन पनि झेला गरेर मिल्यो मैले 1 भने अब दाइले लास्ट हामीले भनिसकेपछि दाइले भने हो क्या हामीले 1 1 भनिसकेपछि 4 भने हो क्या ल ल 3 2 एउटा मात्र खायो यही एउटा खाएको हामीले भर्खर खाएको ल 3 2 1 1 3 ए भन्ने सिकेपछि कस्तो भने स्लो भन्ने क्या को हो खोइ तपाईँ लास्टमा खोइ खत्म बाय बाय टाटा गुड बाय गया यो फर्स्ट एन्ड लास्ट हो यही गरौँ न बरु ल 3 2 1 5 ब्रेड मस्त के मन त खाएको क्या किन दुई भाइ खाएको म पनि एक भाइ खान्छु खाऊ न ल गाडी सक्यो म ब्रेड ल गाडी एकछिन ल मुख खाऊ हेर ब्रेड मात्रै पाएर ओके गाइज दुईवटा झेला गर्छ है हाम्रो टिममा सबसे ठुलो झेलाको हो भनेर कमेन्ट गर्दा हुन्छ ल मजा होइन है ल बोलो यदि लास्टसम्म आइपुग्नु भएकोमा धेरै धेरै धन्यवाद छ हाम्रो भिडियोलाई लाइक सेयर सब्सक्राइब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला होइन घन्टी चाहिँ बजाउन बिर्सिनु है डङ अनि त्यसपछि केही प्रतिक्रियाहरू छ भने चाहिँ यसो तल केटा गरेर लेखिदिँदा पनि हुन्छ सबसे बढी झेलाको भनेर पनि लेखिदिँदा हुन्छ सो गाइस यही नै रह्यो आजको हाम्रो भिडियो र च्यालेन्ज चाहिँ सकिएको छ होइन त्यही भन्दै मैले खानै पाएँ मेरो त्यही दुई भएर शब्द लास्टमा झेली गरेर भए पनि खानु पर्यो झेला कसले भने आफैले भन्यो झेला आफ्नो ल थ्याङ्क यू भेरी मच गाइस फर वाचिङ सी यू बाई बाई मैले यो लास्टको प्लिज पो भनेको